विष्णुप्रसाद भण्डारी सरलाई मैले स्वागत भन्दा पूर्व विद्यालयका प्रधानाध्यापक तथा स्वयं शिक्षक विष्णुप्रसाद भण्डारी सरलाई के अवगत गराउन चाहन्छु भने कार्यवाहक भनेको अथवा निमित्त भनेको त्यसपछि प्रधानाध्यापक भनेको कुरालाई स्पष्ट भएर बोलिदिनु हुन पनि आग्रह गर्दछु। नेपालको सङ्घीय शिक्षा ऐन स्थानीय शिक्षा ऐनले पनि प्रधानाध्यापक छनौट प्रक्रियामा होप्सेकोट गाउँपालिकाभित्रका मैले देखिरहेको छु केही शिक्षक हाम्रो बायाँतिर रहेको श्री सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा हाल प्रधानाध्यापक हुनुभएका आदरणीय रेणुका भट्टराई बाहेक यस पालिकामा पूर्ण रूपमा प्रधानाध्यापक नहुनु भएको अवगत गराउँदै मैले पुनः आज यो 37औं वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा सभापतित्व ग्रहण गर्नुभएका आदरणीय व्यक्तित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लक्ष्मीकान्त पाण्डेज्यू आफ्नो व्यस्त समयका बावजुद पनि विद्यालयको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आतिथ्यता ग्रहण गर्नुभएका होप्सेकोट गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष श्री लक्ष्मीदेवी पाण्डेज्यू, विशिष्ट अतिथिका रूपमा आश्रित होप्सेकोट गाउँपालिकाका उपाध्यक्ष श्री पूर्णसिंह राणाज्यू, त्यस्तै गरी विशेष अतिथिको आसन ग्रहण गरिरहनुभएका यस होप्सेकोट वडा नम्बर 3 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व विष्णु राणा मगरज्यू, त्यस्तै गरी विशेष अतिथिको आसन ग्रहण गरिरहनुभएका आदरणीय भीमनारायण रेग्मीज्यू जो होप्सेकोट शिक्षा समितिका सदस्य समेत हुनुहुन्छ। त्यस्तै गरी मैले यहाँ आजको विशेष अवसरमा विभिन्न विद्यालयबाट पाल्नुहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू साथै प्रधानाध्यापकज्यूहरू